लगाइदेऊ हेलो मिस्टर राई हाउ इज फिलिङ टुडे थाकेर यहाँ बहुत सुकिसकेको छ नि आजको हाम्रो ब्लग हाम्रो रोडबाट हुँदैछ हामी दुईजना चाहिँ कहाँ गएर आएको अरे जेनरल जिपी गएर मिस्टर राई र मिसेस राई चाहिँ हामी आउँदैछौँ है साथी हो जिन्दगी यस्तै छ बुढेसकाल भएपछि चाहिँ अब हिँड्नुपर्ने रहेछ जिपीतिर अब जिपीले बोलाउने गर्दो रहेछ दिनदिनै हो कि होइन भन्नुहोस् न तपाईँको प्रतिक्रिया दिनुहोस् त मिस्टर राई अब पहिला जिपीमा खोजेर हिँडिन्थ्यो अब जिपीले उल्टो बोलाइ गर्छ एपोइन्टमेन्ट दिएको गर्छ नजानु पर्यो भन्दा पनि जानु बाध्य बनाउँछ किन आइनस् भन्छ जाने पऱ्यो आफ्नो स्वास्थ्यको लागि त जानै पर्यो नि खै आफू अब नेपालमा भएर पैसा लगेर पैसा खर्च गरेर अहिलेको ट्रिटमेन्ट गर्नु पर्छ यहाँ चाहिँ अब बिस्तारै हुन्छ तर ठिकै हुन्छ हुँदै पनि यसो कारणले गएर एपोइन्टमेन्ट दिएको गर्छ ल साथी हो इङ्ल्यान्डको लाइफ यस्तै छ के गर्ने है हेर्नुहोस् बेस्ट छ इङ्ल्यान्ड एक्सर्साइज गर्नुहोस् त्यही पनि सबैजना एक्सर्साइज गर्नुहोस् म पनि एक्सर्साइजमै हिँडेरै आएको आज कारसार थन्काएर अलिकति एक्सर्साइज गरौँ भनेर है लाइफलाई त अलिकति अरू बाँच्नको लागि के गर्दा बुस्टअप गर्न सकिन्छ एजलाई होइन मिस्टर राईको प्रयत्न गर्नु पर्यो सम्भावना भइन्जेलसम्म हर प्रयत्न गर्नु पर्यो लाइफलाई अलिकति सस्टेन गर्नको लागि ओके इजी बनाउने कोसिस गर्नुहोस् लाइफलाई ल गाइस सबैले मिस्टर राईको तनावलेस मिस्टर राईको आज्ञा पालन गर्नु होला स्वास्थ्य तन्दुरुस्ती रहनु होला जीवनलाई जति स्ट्रेसलेस बनाउनुहुन्छ त्यति लाइफ इन्जोय गर्न सक्नुहुन्छ तपाईँ सो इन्जोय गर्नको लागि फेरि मान्छेलाई एक्सर्साइज आवश्यक छ जति एक्सर्साइज गरेर तपाईँको सबै जीवनको सबै तपाईँको नर्भहरू शरीरको हरेक नसाहरूले सजिलो काम गर्छ तपाईँलाई फ्लेक्जिबल तपाईँको जिउ बनाउँछ त्यति तपाईँलाई यङ छु जस्तै फिल हुन्छ तर जब नर्भहरू टाइट हुँदै आउँछ जिउहरू मोटाउँदै जान्छ चल्नु अप्ठ्यारो हुन्छ बसिरहेको ठाउँमा पनि चल्नु गाह्रो हुन्छ तब चाहिँ अनि मान्छेलाई लाइफ भारी लाग्नु सुरु गर्छ त्यस कारण एक्सर्साइज है गरिरहनु होला लाइफ इजी बनाउनु होला त्यो नै जीवनको सबैभन्दा ठुलो उपलब्धि हो धन्यवाद ल आजको हाम्रो छोटो ब्लग यति भन्दै हजुरहरूमा आजमा राख्दैछु कस्तो लाग्छ प्रतिक्रिया दिनु होला धन्यवाद